So hello everyone, नो नौटंकी अन्ले स्वागत लाउँदै once again welcome back to my channel अनि आजको नयाँ ब्लगमा हजुरलाई स्वागत छ अनि आज चाहिँ हामी दुईजना भएर मलेसियाको पासर मालम भन्ने बजारमा दुईजना जाँदैछौँ। त्यहाँ गएर के हुन्छ के कस्तो छ सब तपाईहरुलाई यो भिडियो मार्फत देखाउँछु। भिडियोमा लास्टसम्म जोडेर रहनु होला, भिडियो एकदम बवाल हुनेवाला छ। स्टे ट्युन। ल त गाइजहरु, अहिले चाहिँ पुरै रात परिसक्यो अनि पासर मालम भनेको चाहिँ यो देशको भाषाबाट पासर भनेको चाहिँ बजार अथवा केही किनमेल गर्ने ठाउँ अनि मालम भनेको चाहिँ रातिको बजार पासर मालम अनि बिहानीको बजारलाई पासर तागी भन्छ है त यो यहाँको भाषाबाट। ल गाइस, हामी चाहिँ गइरहेछौँ पासर मालम रातिको बजार। यहाँको बिल्डिङहरु चाहिँ यस्तो प्रकारले देखिन सकिन्छ, भोपाल सहित। ल गाइस, हामी चाहिँ यस्तो ठाउँमा छौँ। यो पछाडिको ब्याकग्राउन्ड चाहिँ एकदम धमाकेदार। अनि ल केटा, मेरो भिडियोमा के भन्न चाहन्छस्? मेरो साथीको भिडियोमा लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। कोही नयाँ हुनुहुन्छ भने सबैले मिलेर साथ सपोर्ट गर्नु होला। ल त दर्शकबिनहरु, हामी चाहिँ 10-15 मिनेटको यात्रापछि फाइनली हामी पासर मालम आइसक्यो है त गाइस। यहाँ के छ कस्तो हुन्छ सब तपाईहरुलाई म A to Z देखाउने छु। स्टे ट्युन। ल यो चाहिँ स्टार्टिङ फेस यहाँ यस्तो देखिसक्यो। यहाँदेखि अब बजार लाग्न सुरु भयो है त गाइसहरु। यहाँदेखि परसम्म लाग्छ अनि परदेखि माथिसम्म लाग्छ गाइस। ल बजारको माहौल सुरु भइसक्यो है त। यहाँ चाहिँ परिकारहरू सब के खाने कस्तो खाने, बदाम पनि पाउँछ है त। के भन्छ गाइसहरू, यहाँ छ राम्रो बजारको दृश्य यस्तो छ गाइस। हामी ल छिरिसक्यो बजारतिर गाइस। फलफुल त कति छ, फलफुलकै बजार मात्रै हो कि यार। मान्छेको भिडहरू पनि देख्न सक्नुहुन्छ। गाइसहरू आज केरा छैन त गाइस, के हो र? केरा पछाडि थियो त, मैले देखेन त गाइस। केरै हराए त यार। केरा पछाडि थियो गाइस। केरै हराए त पछाडि पसल। केएफसी त नखाने। केएफसी राम्रो हुन्न, यो चाहिँ बनाएर खाने हो। तपाईँ खाएन जुसहरू यस्तो छ। यो तिम्रो कटहर नाम पनि भन्न आउँदैन हो। मकै हेर्नु हाम्रो नेपालमा मकै यति राम्रो छ, धेरै त पर्दैन नेपालको। भात त रुममा छ त गाई। यसलाई भन्छ नि रकेट। यो खानु छ भने तपाईँहरू भिजिट गर्नु होला। कुखुराको चाको यो दामी छ है। कुखुराको चाको हेरपिन छ त यस्तो छ हेरपिन। किन बच्चालाई लग्दिने मकै त छक्कालाई के लाग्नु अरे दादा। ए माई गॉड, म यस्तो भनेर मेरो मन त दुखेन। बवाल छ बजार। ल त गाइजहरु, हामी माथि लास्टसम्म गएर आइयो अनि यता पर पनि लाग्छ, परसम्म पनि गएर आयो अनि हामी फेरि घुमघाम गरेर फेरि रिटर्न ब्याक भइरहेछौँ। अब चाहिँ हामीले यहाँ केही किनमेल गर्ने खानुपर्ने हुन्छ। यहाँ भोक लागिसक्यो। के खाने? लसुनको पोटी जस्तै यो त के अरे कोब्रा सापको छाला जस्तै छ त है। खानु चाहिँ कति परिकारको यहाँ छ, हजुरहरू हेर्न सक्नुहुन्छ। बोल न के हो र? परिकारहरू देख्न सक्नुहुन्छ वरिपरि। जब तपाईँ चाहिँ घुमेर गाइजहरु, हाम्रो यहाँ बजारमा चलफल भइसक्यो है त। तरकारीहरू हेर्न कति राम्रो छ।
लगाइछ हामीले चाहिँ यो पिज्जाहरू पनि देख्न सकिन्छ हामीले चाहिँ यो माछा खाने विचार गरेर आजको टेस्टमा हामीले चाहिँ यो माछा खाने विचार गरेँ है त पिज्जाहरू पनि देख्न सकिन्छ यतापरि वरिपरि आज माछा टेस्ट गर्न छौँ हामीले खान लागेको छौँ भाटी हुँदो रहेछ त के हो र धेरै राम्रो छ टेस्ट गरेछस् त्यस्तो गरेको छैन फर्स्ट टाइम हो माछा त यहाँ आएर त्यस्तो खाँदै ओ त चटनी पनि तम्बाक नेपालीबाट बोलाइदिन्छु यसलाई म ए यो पनि मगाइसक्यो एउटा यो खाइयो होइन यो किने है त ल दुई थरी भयो अब हेर्दैछौँ अब हामीलाई कतिसम्म ल गाइजहरू हामी चाहिँ त्यहाँबाट किन्यो लेग पिस सेक पिसहरूदेखि लिएर माछाको फ्राई राइसहरूदेखि लिएर टन्नै सामानहरू किनेर खानुपर्ने हुन्छ अब यहाँ हामीले किनेर ल्यायौँ अहिले चाहिँ यो अब बजारबाट हामी चाहिँ फर्किसकेको अब एक ठाउँ झ्याप्प लाएर बसेर खानुपर्ने हुन्छ है त गाइज ल है गाइजहरू हाम्रो बिजोग हिँड्दा भोक लागेर बाटोमै खाइदिनु पऱ्यो भन्ने प्लान पो गरियो के छ निकाल यो पनि खोल त यो के हो खाएको ल गाइज खाइदिएको ल खाए ल नरिसम ल धेरै मिठो छ यो अलिक यसो काँडा चाहिँ यसले बिजाउँछ ल पढी त खासै त्यो काँडा चलाउन सक्छ यस्तोहरू गर्ने बन्द रहेछ यार बन्द धेरै राम्रो घाँस आफू त के गर्नु प्योर शाकाहारी पऱ्यो मान्छे फिस दिस इज फिस यो पनि टोक्न यो पनि काँक्रा यो हालेर खाने हो यसरी धेरै मिठो छ टाउको खानु के हुने एकमा त घुम्दा यो चाहिँ कुखुराको फिलै पिरो त कस्तो पिरो आइसक्यो क्या टाउको धेरै चुरुम यार पकडी त मजा धेरै मात्रै ढुङ्गाला नले यसो डाँडै हुन्छ र डाँडाकै के हुन्न भिडियोमा देखाएको यस्तो गर न खाऊ न के हो सरी खाँदैन देखाएको खाऊ न कस्तो टेस्ट भइरहेको छ गाइज धेरै मिठो छ यार जे खायो त्यही मिठो हुन्छ त यस्तो मिठो होला भने त सोचेको थिएन धेरै मिठो छ यार भात खायो भात मिठो छ यस्तो गरेर अब यो त धेरै ठुला काँचो छ कि क्या बिरयानी बिरयानी फ्राई राइसलाई बिरयानी मासु मिसाइ बिरयानी झल्लो मलाई गाडी त अर्को गाडीमा त्यही त भने गाडी हेरेर भनेको त ल गाइजहरू हाम्रो खानपिन भइसक्यो ल यो पनि हाल खाजा नास्ता खाइसक्यो अब हामी लन्च चाहिँ खाइयो नि त ल हामी खाइसक्यो अब डस्टबिन यहीँ कहाँ छ क्या मैले अस्ति देखेको थिएँ त्यो डस्टबिनमा अब हाल्नुपर्ने हुन्छ त्यसपछि अब हामी रुमतिर लाग्छौँ है गाइस अगाइयो मासु दारी खाइयो मिठो लाग्यो त ल दर्शकबिनहरू रुमतिर फर्किसक्यो हामी चाहिँ खाइयो आइयो अब रुमतिरै आइसक्यो ल थ्याङ्क्स फर वाचिङ भिडियो के कस्तो लाग्यो मिठो कमेन्ट गर्नु होला धन्यवाद अर्को भिडियोमा भेटौँ अब हामी थ्याङ्क यू सो मच जय नेपाल